ल अब चाहिँ हामी सुर्खेतदेखि तल्लो बजार डोल्पासम्मको लागि गाडी चढ्दैछौँ यहाँ सुर्खेत बस पार्कबाट र अहिले बिहानको 5:30 भए अब कतिखेर पुग्छौँ पछि भन्छौँ है त यताको जाजरकोट यताको डोल्पा यो चाहिँ रुकुम पश्चिम अहिले कति बजे अहिले हामी रातिको 7:30 PM हामी चाहिँ अहिले हिँडेर गइरहेछौँ अब हाम्रो बस्ने ठाउँ 5-10 मिनटमा आइपुग्छ भनेर मम्मी आत्तिएर हैरान छ ल जो जो होटलमा आउनु छ भनेदेखि आफ्नो संस्कारले सिकाएको होटलको बेडसिटहरू मिलाएर जानु होला है अर्ली मर्निङ ब्रेकफास्ट फर्स्ट डे अफ ट्रेक सुन्दर हामी हिजो सुर्खेतबाट सुलीघाट गेस्ट हाउसमा आएर बसेको राति अनि अहिले चाहिँ बिहान 7 बजे ब्रेकफास्ट खाएर र्याची भनेर हिँडिरहेका छौँ भनेको भिड चाहिँ त्यो हो अब चाहिँ हामी बल्ल घाम लाग्ने ठाउँमा आइपुग्यौँ है बरु भिडियो चाहिँ कोहीले पनि बनाइदिन्न अनि म आफैले बनाउनु परिरहेको छ है एउटा राम्रो भिडियोग्राफर त चाहिँदो रहेछ है कागनी भिलेजमा आएको छौँ त्यस्तो राम्रो भिडियो है अब हामी झुलुङ्गे पुल गरेर पारि जान्छौँ घामको बाटो अब अलिअलि छाया बाटो आउँछ कि भन्ने खालको मानिसहरू घाम लाएर हिँड्दाखेरि चाहिँ नेक्स्ट डेस्टिनेसन भनेको बेन्ची हो यो चाहिँ 7 किलोमिटर छ यहाँ चाहिँ टाइम 3 आवर्स लाग्छ तर हामीलाई चाहिँ अलिक बढी लाग्न सक्छ खोलै खोला तिरै तिर चौतारीमा तिरै यता त पुरै पहिलो दिन है ट्रेकिङको भोलि पनि बाँकी छ लाग्यो अब चाहिँ हामी रेची आइपुग्यौँ अब चिया खाएर हामी चाहिँ अगाडि हिँड्नु कि नहिँड्ने भनेर डिसिजन गर्छौँ थकाइ त एकदमै लागिरहेछ तर भोलि पनि आफैले नै हिँड्नु पर्ने हो त्यसैले अब हामी चाहिँ चिया खाएर 1-2 घन्टा चाहिँ अझ हिँड्ने आफ्टर जङ्गलको कस्तो राम्रो रहेछ होटलको रुम चाहिँ हामी चाहिँ मक्ख परिरहेछौँ धन्न यति हिँडेर राम्रो होटलमा बस्नु पाइने भयो भनेर है साथीहरू मलाई चाहिँ भ्लगमा कसैले पनि देखाउँदैन
6:15 बजेको छ। अब हामी चाहिँ लाग्यौँ तालतर्फ। यहाँदेखि झरनासम्म पुग्नको लागि 1 घन्टा लाग्छ भन्नुभएको थियो र त्यहाँदेखि चाहिँ उकालो 2.5 घन्टा जति पछि ताल आउँछ। हिमालको भ्यू छ है। इट्स जस्ट यो उकालो डाँडा कटाउनु पर्ने छ। अब हामी त्यो बाटो हिँडेर जानुपर्ने छ। करिब 3.5 घन्टा हिँडिसकेपछि हामी चाहिँ अहिले रिग्मो भ्यालीमा पुग्न लाग्यौँ। रिग्मो भिलेज वाउ, अब देख्दा जति राम्रो देखिरहेछ फोटो भिडियोमा चाहिँ त्यति राम्रो आउँदैन होला। फाइनली आफ्टर खोला निस्केको ठाउँ भयो है। चाहिँ सेफोक्सुन्डो। सी द ब्युटी अफ सेफोक्सुन्डो। शेर्पानी मैच्याङहरू नजिक आइपुग्यो। त्यो पारि देखिएको चाहिँ कान्जिरोवा हिमाल। त्यही रुख रहेछ क्या? उहाँलाई आउँछ होला, उल्टो जस्तो छ। यस्तो हान्नुहोस्, गिटार हान्नुहुन्छ होला नि, त्यस्तै हो। बिहानको 5:30 बजेको छ। अब हामी चाहिँ भ्यू पोइन्ट तर्फ जाँदैछौँ। हिमाल देखिरहेछ है। भ्यू पोइन्टमा आइपुग्यौँ। यस्तो छ, यतापट्टि चाहिँ घाम लागेको छैन। यो चाहिँ 3rd भ्यू पोइन्ट रे है। ल हामी अब चाहिँ फोक्सुन्डो फर्किनु लाग्यो। राम्रो, अब आज चाहिँ छेप्का पुग्ने टार्गेट छ। अन्डा करेन्ट हाम्रो हिरो भाइ आज खुट्टा दुखेर थला खाजा खाएपछि हामी लाग्यौँ अब रेचीतिर। भोपेशको खुट्टाले गर्दाखेरि आज हामी रेचीमा बस्नुपर्ने भयो।
अस्ति हामी कन्फ्युज भएको बाटो चाहिँ यहीँनिर हो। यहाँबाट चाहिँ यतातिरबाट जानुपर्ने रहेछ। अस्ति राति पनि थियो, हामी आँत्यौँ, कस्तो डर लागिरहेको थियो। तर आज त त्यस्तो केही रहेछ हो है। यहाँनिर चाहिँ बाटो कन्फ्युज हुने चाहिँ एकदम। 5000 दिएको सानी, 5000 को बाजी लगाम मरे हजुर। अस्ति हामी रातिमा आएको भएर चाहिँ एकदम डर लागिरहेको थियो हो। यहाँदेखि चाहिँ पुल माथि होइन, पुल तलबाट चाहिँ आजको खाना स्वागत होटलमा साङ्टा स्वागत। ट्रेक चाहिँ समाप्त भयो। अब यात्रा चाहिँ हाम्रो सुर्खेततिरको हुन्छ। यो चाहिँ नेसनल पार्क सुकीगाड डोल्पा। टिकट काउन्टर। त्रिपुरा सुन्दरी मन्दिर प्रस्थान गर्दै हुनुहुन्छ हाम्रो अगाडि हरियो आन्टी, पछाडि हुनुहुन्छ। नमस्ते, त्रिपुरा सुन्दर दर्शन गर्न आइरहेको छु सुर्खेतदेखि। कस्तो फिलिङ आइरहेछ?